भिडियो हेरेपछि उषा उप्रेती आइन् मिडियामा। सो गाइज जति शिक्षा दिए पनि जति नै शिक्षा दिए पनि काम नलाग्ने रहेछ आखिरमा हैन त। अब फेरि पनि हामीले पल्सा काण्ड दोहोरिनेवाला छ भन्न सुन्न त पाउने हैन नि हैन। यस्तै कारणले गर्दाखेरि पल्सा काण्ड मचेको हो नि। अब फेरि पनि हामीले यस्तै सुन्न पाउने हो कि क्या हो गाइज भन्ने जस्ता कुराहरू अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल बनेका छन्। पल्साको नाम लिएर आखिर यस्ता अभिव्यक्तिहरू किन आइरहेका छन् त? तपाईहरुलाई सम्पूर्ण डिटेल आजको भिडियोमा म दिने नै छु। सो गाइज भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो गाइज कुरा के हो भने आबाट आमाको प्रचार प्रसारको बेलामा पल्सा र उषा उप्रेती उक्त फिल्मकी नायिका उषा उप्रेतीलाई पल्साले हरेसमेन्ट गरेको भन्ने जस्ता विभिन्न खालका नकारात्मक विचारहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। उक्त कुरामा कुनै पनि सत्यता भने छैन, जसको सम्पूर्ण जानकारी हामी तपाईलाई दिने नै छौँ। त्योभन्दा पहिला यो भिडियो हेर्नुहोस्। त्यसरी समाउनु भएको थिएन, नर्मल मजाले हामी अगाडि हात समाइरहेको थियौँ अनि त्यसपछि यता घुमेपछि अप्ठ्यारो भएर चाहिँ त्यसपछि ठाउँ अनब्यालेन्स भएर चाहिँ समाउनु भएको दुवैजनालाई। त्यस्तो त मैले देखेको थिइनँ। कसले लेख्नु भएछ? पलले चाहिँ उषालाई हेरेसमेन्ट गरे भन्ने टाइपका तरिकाले भिडियो हालेका थिए नि त। हो त्यो त्यस्तो खालको भिडियोहरू आएको थियो। वास्तवमा त्यो भिडियो तपाईँले देख्नुभयो होला सायद होइन? के भन्नुहुन्छ यस विषयमा चाहिँ? त्यसको लागि चाहिँ त्यो एकदमै गलत धारणाले बोल्नुभयो जसले लेख्नु भएको छ होइन। त्यो चाहिँ एकदमै गलत कुरा हो। हालसम्म पल्साले यसबारेमा कुनै पनि केही अभिव्यक्ति बाहिर नल्याए पनि उषा उप्रेती यस फिल्मकी नायिका उषा उप्रेतीले भने आफ्नो रियाक्सन दिएकी छिन् र सम्पूर्ण दर्शकहरूलाई उनले यस कुराबारे प्रश्न पनि पारेकी छिन्। सो गाइज पक्कै पनि यसबारेमा तपाईँहरूको प्रतिक्रिया कुनै छ भने कमेन्ट बक्समा लेख्न नभुल्नुहोला भन्दै आजको लागि गाइज यति नै। नेक्स्ट भिडियो फेरि डेफिनेटली भेट्ने आशा गर्दै जय देश जय नेपाल, टेक केयर, गुड बाई। नेपाली फिल्मलाई माया गरौँ र अबाट आमा मुभी फर्स्ट सो हेर्नको लागि तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ त? फर्स्ट सो हेर्नको लागि तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ कमेन्टमा लेख्न नभुल्नुहोला। पक्कै पनि अबाट आमा पल्सालाई सपोर्ट गरौँ।